सबभन्दा पहिला त नानीहरूलाई एवेरनेस गराउने के अहिलेको भर्तीको प्रोसेस के छ, जरुरत के छ र विलुप्त पो हुन्छ कि भनेर हामी पनि यसमा लागि परेर गर्दैछौँ र यसमा एसोसिएसनहरू यसरी लागि परिरहेको छौँ। आउनुहोस्, यो ब्लग जसले पनि हेर्नुहुन्छ है सेयर गरिदिनुहोस् अनि त्यहाँदेखि तपाईँले कमेन्ट गरिदिनुहोस् र युवाहरूलाई अझै इच्छा जगाइदिनुहोस् ताकि हाम्रो Okay, so hello everyone, welcome back to my YouTube channel. If you are new to my channel, it's me Guma Chetri. Namaste, तपाईहरु सम्पूर्णलाई कस्तो हुनुहुन्छ? र आजको भ्लग पनि मेरो स्टार्ट भइसकेको छ। अहिले भने चाहिँ म यहाँनिर यो साइबरमा छु हैन, कमलपुरको साइबरमा छु। अनि अब चाहिँ म भिसिजिएल स्कुल जानु लागेको हैन। भिसिजिएल स्कुल चाहिँ हाम्रो यहाँ भाइसँग भाइ हेलो भन्दै हेलो नारायण हैन, योसँग जानु आँटेको। अन्त अन्जनालाई पनि बोलाइराखेको छु हो, उहाँ पनि जानुहुन्छ। अन्त भिसिजिएल स्कुलमा चाहिँ आज त्यो अग्निवीर तपाईहरुलाई याद छ होला हैन, अग्निवीरको पोस्ट क्रिएट भएको छ। अन्त त्यसले गर्दाखेरि चाहिँ हाम्रो भाइ पनि यसपालि ट्राई गर्ने भइरहेछ नि त। अनि त्यहाँनिर आज काउन्सिलिङ हैन, अवेरनेस प्रोग्राम अनि अनलाइन रेजिस्ट्रेसनहरू पनि हुने रहेछ हैन त्यहाँनिरै। त्यही भएर चाहिँ भाइको साथै गइदिएको म चाहिँ। अन्त त्यो हेर्दै गर्नुहोस्। आज अलिकति यो भिडियो चाहिँ अब इन्फर्मेटिभ पनि हुनेवाला छ। त्यहाँ के कस्तो हुन्छ म तपाईँहरूलाई भन्छु, सो द्याट अब तपाईँहरू जति पनि एलिजिबल अनि जति पनि इन्ट्रेस्टेड क्यान्डिडेटहरू हुनुहुन्छ तपाईँहरूले पनि रेजिस्टर गर्न सक्नुहुन्छ। अन्त म के त्यहाँनिर जान्ने छु, म तपाईँहरूलाई भन्ने छु। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ यो भिडियो चाहिँ अलिकति इन्फर्मेटिभ पनि हुनेवाला छ है त गाइज। ल हेर्दै गर्नुहोस्। ल यहाँ चाहिँ अब फोटो अघि फोटो पठाइरहेको थिएँ, पास फोटोको लागि चाहिँ आएको हो। के जुसे छ त त्यसो भनेको होइन होला हेर्नु यसको नक्कल चाहिँ यतिको छ नि फेरि हो। सो गाइज यहाँनिर चाहिँ तपाईँको प्रिन्टिङ प्रेसको कामहरू हुन्छ होइन। अन्त तपाईँको जति पनि अनलाइन रेजिस्ट्रेसन प्यान कार्डहरू बनाउनु छ भने तपाईँहरू यहाँनिर आउँदा भयो है, यहाँनिर बनिन्छ। अनि त्यो त भयो, साथसाथै के पनि हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर जति पनि मोमेन्टोजहरू अब कति बेसी प्रोग्रामहरू भइरहन्छ नि त। सो टोकन अफ लभ के चाहिरहन्छ अनि त्यसको लागि पनि सबै कुराहरू छ क्या यहाँनिर, त्यो पनि अभाइलेबल छ। तपाईँहरूलाई मैले देखाउँदैछु फ्रेम्स, एप्रिसिएसन लेटर है, सबै कुरा हुन्छ। इन्भिटेसन लेटरहरू तपाईँले बनाउनु छ भने पनि सानो सानो कामहरूदेखि लगेर ठुल्ठुलो ब्यानरहरूसम्म सबै सुविधा यहाँनिर छ। यो चाहिँ बजारमै छ, राभङला बजारमै, यो रालङ रोड जानेपट्टि। तपाईँहरूलाई पनि यदि केही कुरा बनाउन पर्यो अथवा इन्स्ट्यान्ट चाहेको खण्डमा चाहिँ तपाईँहरूले यहाँनिर भिजिट गर्न सक्नुहुन्छ है त। यो चाहिँ टाउनस्केप प्रिन्टिङ हब हो, राभङला बजारमा नै छ। आज एकदम मौसम दामी भइरहेको छ गाइस, हेर्नुहोस् घाम लागेर होइन मजाको भइरहेको छ। हेलो गाइस, पर्खिँदा एकछिन फेरि बस्ने बेला भयो नि। हाई एकछिन किन भने त हो नै उयो झारेछ हो नै नि राम्रो देखिरहेको छ त ल। यहाँनिर हौ फोन यसो भित्रै छोडिराखेको छ हो, 100 रुपियाँ पर गएको छ फेरि। अघि पनि पासपोर्ट किन्नु ओ गाइस। हामी चाहिँ यहाँनिर भिसिजिएल स्कुल जाने बाटोमा छौँ। तपाईँ किन कसरी पढ्नु भएको अन्त पढेन अन्त जाँदैछौँ। हेरौँ अब खासै 9:30 भन्ने कुरा थियो प्रोग्राम चाहिँ, तर 10 बजिसक्यो। छ बेसी हिलाउनु हुँदैन हौ, गम्बुटाउनु सकाल आज कस्तो दामी भयो दिन है। यस्तो दिन भयो भने त उज्यालो भइहाल्छ नि जिन्दगी। जस्तो चाहिँ अँध्यारो अँध्यारो हुँदैन, दिन उज्यालो हुनुपर्दो रहेछ मलाई चाहिँ। सो यहाँभित्र रहेछ प्रोग्राम चाहिँ हो, भित्र पस्नुपर्ने हुन्छ हामी चाहिँ। बेलुका हेर्नु भएको थियो छैन? Post this conflict, the British decided that it would be a great force multiplier to these 5 stars represent motion of the army.
हामी चाहिँ अहिले यहाँनिर अग्निवीरको जे पनि हुन्छ नि त्यो चाहिँ हामी भन्नेवाला छौँ भन्नु मिलेन होला हो हामी चाहिँ यहाँ बस्छौँ यहाँनिर राखिदिनु भएको रहेछ गार्जियनहरूलाई होइन अगाडि अन्त हामीलाई चाहिँ के फिल भइरहेछ भन्दा चाहिँ हामी पनि रिसर्च पर्सन हो कि भन्ने फिल भइरहेछ सो प्रोग्राम चाहिँ स्टार्ट भएको छैन होइन हामी ठिकै टाइममा बस्छौँ भन्नु नि यो गाइस हेर्दै गर्नुहोस् होला अहिले के हुन्छ कार्यक्रम VCGL सिनियर सेकेन्डरी स्कुलमा गर्ने निधो गऱ्यौँ र सर्ट नोटिस भए पनि यहाँ सबै उपस्थित भइदिनु भयो र विशेष गरी आजको यो हाम्रो कार्यक्रमलाई सुन्न सुगन्ध थप्नका निम्ति बर्फुङ निर्वाचन क्षेत्रका माननीय क्षेत्र विधायक श्रीमान विठल दोर्जी भुटिया उपस्थित हुनुभएको छ। यहाँलाई हामी सम्पूर्ण GRD घुमका ARO सुबेदार मेजर पितम्बर थापा लगायत हाम्रा सिक्किम वीर गोर्खा एक्साइजमेन्ट वेलफेयर एसोसिएसनका प्रतिनिधिगण अनि यसै वेगका सम्पूर्ण एक्साइजमेन्टका टोलीहरूको तर्फबाट हार्दिक स्वागत जनाउन चाहन्छौँ र हाम्रो राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ घोरेज्यूको जुन विचार छ सुनौलो भारत सुनौलो सिक्किम समृद्ध सिक्किम र नशामुक्त सिक्किम र यसलाई हामी भूतपूर्व सैनिकले सोच्यौँ कि हामीले योगदान गरौँ र योगदान कसरी गर्ने भन्ने कुरोमा हामीले सरसल्लाह गरेर आज भारतीय सेनामा गोर्खा पल्टनहरूको इतिहास सुनौलो अक्षरले लेखिएको छ र हामीले GRD घुममा गएर उहाँहरूसँग सम्पर्क गर्दाखेरि अहिले यो भर्ना खुलेको छ। यस भर्नामा हामीले लास्ट इयर पनि गरेको थियौँ, बिफोर लास्ट इयर पनि गरेको थियौँ। तर बिफोर लास्ट इयर र लास्ट इयर गर्दाखेरि हामीले जिल्लामा फोकस गरेको थियौँ र इनरोलमेन्टमा कम्ती भएको थियो। यसपालि चाहिँ हामीले हरेक क्षेत्र विधायकहरूलाई हामीले पत्रचार गरेर हामीले 17 तारिकदेखि प्रोग्राम यो स्टार्ट गर्यौँ। 12 तारिक नोटिफिकेसन निस्केको थियो, 12 मार्चदेखि 10 अप्रिलसम्मको नोटिफिकेसन छ रेजिस्ट्रेसनको र हाम्रो सर्वप्रथम हामीले टासिडिङबाट सुरु गरेको थियौँ। कर्कुलेसन यहाँ तपाईको अनुसार कस्तो भएको हुनु पर्यो जय भन्ने ओके एकपल्ट ल जोडले भारत माता की भन्नु जय भन्ने भारत माता की अलिकति कम्ती आवाज भयो भारत माता की स्कुलमा त प्रिपेयर छ त फिजिकली प्रिपेयर हुनु पर्यो। हामी आजको नसल र आजको नानीहरू देख्छौँ फिजिकली प्रिपेयर 50% नानीहरू फिजिकली प्रिपेयर छैन होला जस्तो लाग्छ मलाई। कतिजना तपाईँहरू 100 मिटर कुदिहेर्नु सक्छ कि सक्दैन। हेल्थ तपाईँहरूले केयर गर्नु पर्यो। तपाईँहरू हेल्थ छ भने वेल्थ छ। तापनि अग्निवीरमा भर्ती हुनको लागि सबभन्दा पहिला बताउँछु अग्निवीरमा भर्ती हुनको लागि के तपाईहरुलाई बेसिक रिक्वायरमेन्ट छ। सेकेन्डमा भन्छु कि तपाईहरुको त्यसको प्रोसेस के छ, के गरेर हामी भर्ती हुन सकिन्छ र लास्टमा बताउँछु कि त्यसबाट हामीलाई अलिकति फाइनान्शियली के फाइदा छ हैन। त्यो बताउनु भन्दा पनि पहिला अघि अनि हजुरले पनि सक्नुभयो, म एउटा कुरा राख्न चाहन्छु कि हामी सबैको आफ्नो विचार हुन्छ, आफ्नो लक्ष्य हुन्छ, उद्देश्य हुन्छ। कसैलाई डक्टर इन्जिनियर पाइलट बन्ने इच्छा होला, कसैलाई राम्रो बिजनेसम्यान बन्ने इच्छा होला, कसैलाई फाइनेन्स डाइरेक्ट अफिसर्समा पनि इन्ट्री लिन सक्नुहुन्छ। एनडीएड सीरियस ग्रुप हैन, त्यसको बारेमा नि बताउँछु। म सिर्फ जानकारी दिने अवेयरनेस प्रोग्राम नामै त अवेयरनेस प्रोग्राम र जो इच्छुक हुनुहुन्छ उहाँहरूलाई रेजिस्ट्रेसन पनि गराउने उद्देश्यले हामी आएका छौँ। किनकि रजिस्ट्रेसन खुलिसकेको यो सालको 12 मार्च 2025 देखि लिएर 10 अप्रिल 2025 सम्म रजिस्ट्रेसन खुला रहन्छ। त्यसको बादमा तपाईँ अग्निवीरमा आउन चाहनुहुन्छ भने सबसे पहिला त तपाईको बेसिक रिक्वायरमेन्ट भनेको तपाईको एज, त्यसको डेट अफ बर्थको हिसाबले हेर्ने भने 1 अक्टोबर 2004 देखि लिएर 1 अप्रिल 2008 भित्र जन्मेको हुनुपर्छ यस सालको रजिस्ट्रेसनको लागि। 30 सेप्टेम्बर 2004 वाला पनि एज ओभर भइहाल्छ। अगर 2 अप्रिल 2008 वाला फेरि 17 साल 6 महिना पुग्दैन। सेकेन्ड
भनेको तपाईको एजुकेसन एकाडेमिक एजुकेसन तपाईको 10 पास हुनुपर्छ। अग्निवीरमा अलग अलग क्याटेगोरी छ। पहिलो क्याटेगोरी भनेको अग्निवीर जिडी, त्यसको लागि 10 पास भए नि हुन्छ। अगर अदर एआरमा जाने हो भने तपाईहरुको लागि इन्डिभिजुअल सब्जेक्टमा 33% र एग्रिगेटमा 45% हुनुपर्छ। त्यो कारण भनेको अहिले चाहिँ जो नयाँ अग्निवीरको भर्तीको नोटिफिकेसन खुलेको छ, त्यो नोटिफिकेसनमा चाहिँ सबभन्दा पहिला त नानीहरूलाई एवेरनेस गराउने कि अग्निवीरमा भर्तीको प्रोसेस के छ, जरुरत के छ र अनि साथसाथमा रजिस्ट्रेसन पनि गराउने उद्देश्य नै हो। कसरी तपाईँ चाहिँ मोटिभेट गर्न चाहनुहुन्छ? त्यही हो मोटिभेसन त अब आउने खास गरी चाहिँ मोटिभेसन भने जानकारी, सबभन्दा पहिला जानकारीको जरुरत छ के अरे। जानकारी दिइन्छ, त्यसपछि मोटिभेसन भनेको त्यसमा आएर के फाइदा छ, के गर्न सकिन्छ, अपर्च्युनिटीहरू के छ भनेर नै बताउनु नै हो। बाँकी त मोटिभेट तपाईँलाई धेरै धेरै धन्यवाद। अन्त यो चाहिँ मेरो ब्लग हुन्छ युट्युब च्यानलको लागि हो, तपाईँ बोलिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँनिर हुनुहुन्छ हाम्रो विष्णु सर अनि उहाँ सर, उहाँकोबाट तपाईँहरूले अझै थप जानकारीहरू पाउनुहुनेछ आजको प्रोग्रामको बारेमा। अन्त सर तपाईँलाई धेरै धेरै स्वागत छ मेरो ब्लगमा, तपाईँहरू दुवैजनालाई। अन्त बताइदिनुहोस् न आजको चाहिँ। आज चाहिँ हाम्रो यो BCGL सिनियर सेकेन्डरी स्कुलमा तपाईँहरू सबैलाई ज्ञात भएकै कुरा हो कि आर्मीको अग्निवीर रिक्रुटमेन्ट धेरै दिन अगाडिदेखि नै सिक्किम वीर गोर्खा एक्साइजमेन्ट वेलफेयर एसोसिएसनको तत्त्वाधानमा अनि GRD घुमसँग कोलाबोरेट गरेर वेस्ट डिस्ट्रिक्टको वेस्ट सिक्किमको प्राय जग्गाहरूमा गरिसक्दै आजदेखि हाम्रो साउथ सिक्किममा स्टार्ट भएको थियो। र BCGL सिनियर सेकेन्डरी स्कुलमा पनि बिहानैदेखि हाम्रो स्टुडेन्ट लगायत यहाँका जति पनि इच्छुक युवाहरू हुनुहुन्छ उहाँहरूको जमघटमा हामीले एउटा मोटिभेसनल लेक्चरको सेसन राखेको छौँ, जो अन्डर गोइङ छ, भित्र चल्दैछ। हाम्रो सुबेदार मेजर पितम्बर थापा हुनुहुन्छ, उहाँ ARO हुनुहुन्छ GRD घुमबाट, एसिस्टेन्ट रिक्रुटिङ अफिसर हुनुहुन्छ, उहाँले अहिले लेक्चर गर्दै हुनुहुन्छ। र आजको यो कार्यक्रममा हाम्रा बानानी क्षेत्र विधायक महोदय श्रीमान रिक्सल दोर्जी भुटिया, जो 9 बर्कुङ क्षेत्रका क्षेत्र विधायक हुनुहुन्छ, उहाँको पनि उपस्थित थियो र उहाँले पनि आफ्नो मोटिभेसन लेक्चर सकेर उहाँ प्रस्थान गरिसक्नु भएको छ। उहाँको केही जरुरी काम गान्तोकमा परेकोले गर्दाखेरि। र मेरो साइडमा देख्नु हुँदैछ उहाँ चाहिँ हाम्रो सिक्किम वीर गोर्खा एक्साइजमेन्ट वेलफेयर एसोसिएसनका जेनरल सेक्रेटरी हुनुहुन्छ र उहाँ विभिन्न सिक्किमका भेगहरूमा उहाँहरूकै एसोसिएसनले अहिले कोअर्डिनेट गर्दैछ। अनि हामी जति पनि एक्साइजमेन्ट छौँ हामी चाहिँ उहाँहरूलाई सहयोग पुर्याउँदैछौँ। हरेक जग्गामा गएर त्यहाँको एक्साइजमेन्टहरू भेला भएर चाहिँ हामी कसरी युवाहरूलाई चाहिँ आर्मी, नेभी, एयरफोर्सपट्टि इच्छा जगाउने र उहाँहरूलाई राम्रो राम्रो कुराहरू जो पनि छ डिफेन्स फोर्सेसको त्यो बताएर उहाँहरूलाई रिक्रुटमेन्ट गराउनेमा छौँ। र तपाईँहरूलाई म यो पनि बताउन चाहन्छु, 17.5 वर्षदेखि 21 वर्ष पुगेका जो पनि युवाहरू छन्, विशेष गरी यो पालिको रिक्रुटमेन्टमा हामीले अहिले प्रथमचोटि चाहिँ फोकस गरेको छौँ, जो GRD घुमद्वारा गोर्खाको भर्ती हुँदैछ त्यसको निम्ति। किनभने गोर्खा रेजिमेन्टमा अहिले हाम्रो जाने युवाहरूको अलिकति चासो कम्ती भएकोले गर्दा हुनसक्छ भविष्यमा हाम्रो यो रेजिमेन्ट यत्रो गौरव गाथा बोकेको हाम्रो रेजिमेन्ट सायद विलुप्त पो हुन्छ कि भनेर हामी पनि यसमा लागि परेर गर्दैछौँ र यसमा एसोसिएसनहरू यसरी लागि परिरहेको छौँ। आउनुहोस्, यो ब्लग जसले पनि हेर्नुहुन्छ है सेयर गरिदिनुहोस्, अनि त्यहाँदेखि तपाईँले कमेन्ट गरिदिनुहोस् र युवाहरूलाई अझै इच्छा जगाइदिनुहोस्, ताकि हाम्रो युवाहरू केवल सिक्किममा मात्र होइन तर इन्डियाको यत्रो ठुलो हाम्रो विशाल देशमा छौँ, यत्रो महान देशमा छौँ, यसको डिफेन्समा हामीले सेवा पुर्याएर देश सेवा गर्नपट्टि लागौँ भन्ने म युवाहरूलाई पनि यो आह्वान गर्न चाहन्छु। र हाम्रो विमल सरले के भन्नुहुन्छ उहाँलाई तपाईँले सोध्नु। सर्वप्रथम त हाम्रो युवा पिँढीलाई एकदमै यो अग्निवीरको लागि हामी संगठनको तर्फबाट वेलकम गर्न चाहन्छौँ। र यो एकदमै सुनौलो मौका उहाँहरूले सबैले नगुमाउनुहोस् होला, किनकि एकदमै राम्रो मौका छ। र यसपालि जो GRD घुमले पनि हाम्रो सिक्किमलाई पनि गाडिएको छ रिक्रुटमेन्ट गराउनुमा, र म्याक्सिमम् 100.99% उहाँहरूको चान्सेस छ। र 4 वर्षको लागि उहाँ अग्निवीरको लागि उहाँ जानुहुन्छ। देन आफ्टर 4 वर्षका बादमा उहाँ क्वालिफाइड भएपछि उहाँ फेरि फर्दर उहाँको रेगुलर सर्भिसमा जानुहुन्छ। र त्यो 4 वर्षको ड्युरेसनमा इन्डियन आर्मीले उहाँलाई एउटा ग्रेजुएसन सर्टिफिकेट ग्रेजुएसन बनाएर पठाउनुहुन्छ। र 17 वर्षमा भर्ती भएर जानुभएको छ, तकरिबन उहाँ 22 वर्षमा आउनुहुन्छ, यङ एजमा आइपुग्नुहुन्छ। र त्यो एजमा आएर देन आफ्टर फेरि उहाँले कलेज जोइन गर्न सक्नुहुन्छ, इन्जिनियरिङ गर्न सक्नुहुन्छ, कुनै पनि फिल्डमा जान सक्नुहुन्छ। र सिक्किमका मुख्यमन्त्रीले हिसाबले भन्नुभएको छ कि आउनेवाला अग्निवीरको भाइ बहिनीहरूलाई
सकेर आउनुभएको भाइ बहिनीहरूलाई उहाँ ट्रेन भइसकेको छ उहाँलाई प्रायोरिटीमा सिक्किम पुलिस र सिक्किम आर्म पुलिसमा प्रायोरिटीमा उहाँले चान्स दिन्छु भन्नुभएको छ यो एकदमै राम्रो मौका छ 22 वर्षको उमेरमा उहाँले 30-35 लाख लिएर आउनु सक्नुहुन्छ देन आफ्टर उहाँले त्यो पैसाले उहाँले आफ्नो बिजनेस गर्नुहोस् र आफ्नो फ्युचरलाई उहाँको साकार गर्नुहोस् भन्दै फेरि पनि एकपल्ट तपाईँलाई फेरि पनि आग्रह गर्न चाहन्छु यो अनलाइन रेजिस्ट्रेसन चाहिँ तपाईँको 10 अप्रिलसम्म छ भन्नुभयो है हजुर 10 अप्रिलसम्म चाहिँ उनीहरूले गर्न सक्छ र कोही पनि साइबर क्याफेमा पनि तपाईँले जान सक्नुहुन्छ र बाँकी हामीले स्टेट लेभलमा तर आज चाहिँ अब यहीँ आएको भए चाहिँ आज चाहिँ यहाँ फ्रीमै यो चाहिँ अब यो गोल्डन अपर्च्युनिटी छ है यहाँ एआरओको स्टाफहरू आफै आउनु भएको छ उहाँहरूले नै आफ्नो हातले गरिदिनुहुन्छ र यहाँ कुनै रेजिस्ट्रेसन गर्नको लागि फी छैन केही छैन क्याफेमा जानुभयो भने सायद सुविधा नहोला है आफ्नोबाट पैसाहरू तिर्नुपर्ने होला र युवाहरूलाई हामीले त्यो एउटा मौका दिउँ भनेर विशेष गरी एसोसिएसनले नै त्यो टेकअप गरेको छ र उहाँहरूले नै कोलाबोरेट गरेर जिआरडी घुमको स्टाफहरू आउनु भएको छ उहाँहरूसँग साथमा रहनुहुन्छ र सबैलाई गराउन सक्नुहुन्छ धैर्य धारण चाहिँ गर्नु पर्यो किनभने हतार हुँदैन यो त्यसमा टाइम लाग्छ किनभने इन्टरनेटको कुरा हो जस्तो स्लो हुन्छ कोही बेला त्यति बेला अलिकति टाइम लाग्ने हुन्छ र यो गोल्डन अपर्च्युनिटीलाई नगुमाउनुहोस् हामीले यही गर्न चाहन्छौँ थ्याङ्क यू ओके गाइस तपाईँले सुनिसक्नुभयो बुझ्नु पनि भयो होला होइन मैले अगाडिको भिडियोहरूमा राखिदिएको थिएँ तपाईँहरूलाई सबै कुरा याद भयो होला जति याद छैन अझै पनि कन्फ्युज हुनुहुन्छ भने चाहिँ अनलाइनमा तपाईँहरूले भिजिट गरेर पनि एकदमै थाहा पाउन सक्नुहुन्छ र हाम्रो चाहिँ प्रोग्राम सकिसकेको छ भाइको रेजिस्ट्रेसन पनि फर्स्टमै भयो हो रेजिस्ट्रेसन पनि भइसकेको छ अब यसले प्र्याक्टिस गर्नुपर्ने हुन्छ त्यहाँदेखि चाहिँ अब पछि म तपाईँहरूलाई भन्छु ल यो हुन्छ कि हुँदैन भनेर सो त्यही अब चाहिँ गएको बजार किनतर्फ हामी चाहिँ हो सो फाइनली हामी चाहिँ बजार आएर सेवा छौँ होइन यहाँनिर चाहिँ एकदम मिठो पाउँछ नि त अन्त चाहिँ सो अहिले चाहिँ हामी यहाँनिर आएको सेवारोमा होइन अन्त त्यहाँदेखि चाहिँ यहाँनिर चिया पिउन लागेको छ हो चिया पिएर चाहिँ के हुन्छ हामी देखाउँछौँ गऱ्यौँ होइन गफहरू निकाल्दै अन्त यहाँ हेर्नुहोस् यो चाहिँ खासमा नै फोटो खिच्छु भनेर चाहिँ पोस्ट गर्नु गएको हो तर फोटो चाहिँ खिचेको होइन सो यसरी नै आजको दिनहरू बित्यो तपाईँहरूलाई के कस्तो लाग्यो भ्लग एकदम कमेन्टमा बताइदिनुहोस् होला थ्याङ्क यू सो मच फर वाचिङ अर्को भ्लगमा छिटै भेट्नेछौँ है अन्त त्यही हो आजको भ्लग चाहिँ एकदमै इन्फर्मेटिभ थियो तपाईँहरूलाई लाग्यो कि लागेन कमेन्ट गरिदिनुहोस् होला है